सम्पूर्णमा नमस्कार, विकास श्रेष्ठ गोदावरीबाट। र हामी के गर्नुपर्छ भन्दाखेरि हाम्रो हक अधिकारको लागि हामी आफ्नै स्थानमा भन्दाखेरि जब त्यहाँ गएर बोल्छौँ नि तब कबुल हाम्रो आवाज सुन्दै हुन्छ। त्यही भएर चाहिँ हाम्रो म्याच भएको छ है। अनि साँच्चीकै अनि मैले पनि यो राजनीति समावेशिता समाजहरू सुनिरहेको थिएँ अनि म आफैले पनि रिसर्चहरू गरिरहेको थिएँ। भनौँ न हामी कुनै फैसला गर्दाखेरि अथवा हामीले कुनै परिवर्तन चाहन्छौँ भने चाहिँ त्यो राजनीति नै रहेछ फर्स्टमा भन्ने कुरा चाहिँ मलाई पनि चाहिन्छ भन्ने नै हामी सोच्दै जानुपर्ने हुन्छ होइन। त्यसले किन हामीलाई पासपोर्ट दिनु पर्यो? यो लेन्सबाट हेरेर हामीले सिक्यो भने छिटै सिक्न सकिँदो रहेछ भन्ने चाहिँ मलाई राम्रो भयो। अनि अरू चाहिँ हामीले यसरी मिलाउन सकिँदो रहेछ भन्ने पनि एउटा गुड भाइब आइरहेको छ मलाई चाहिँ। पोस्टमा जस्तो अब नेताहरूले म यो ठाउँमा गएपछि म यो गर्छु म त्यो गर्छु भन्छ है, तर आफू त्यो ठाउँमा पुगेर पनि जुन जुन आफूले कुरा गर्छु भनेको छ त्यसलाई बिर्सिनु हुँदैन कि। त्यही भएर हामी यहाँ अहिलेदेखि नै होइन सक्षम हुनु पर्यो, राम्रो हुनु पर्यो र सबैको आँखामा तारा बन्नु पर्यो। समुद्रको निलोभित्र सबै हटाए जस्तो समावेशी भयो। अनि हरियोले चाहिँ इकोलोजी इन्भाइरोमेन्टको त्रिकोण चाहिँ मात्र सकारात्मक हो। हामीले विदेशात्मक त्यो तपाईँबाट बात हो। करुणाजन्य र प्रविधि सहयोगी नेपाल निर्माणमा प्रतिबद्ध छौँ। टोल वडा गाउँ नै राज्य हो र नागरिक नै सम्प्रभु। जय साइबरनेटिक लोकतान्त्रिक संघीयता। झन्डा उठाएर गाउँ गाउँ टुलटुलमा प्रतिबद्धता राजीनामा दिन पर्ने स्वतन्त्र एकदमै परिपक्व स्वतन्त्र अध्यक्ष हो चन्द्रजी हुनुभयो, एकदमै ठिकै छ। र दोस्रो कुरा अन्तमा एजेन्डाको बारेमा भन्नुभयो। तपाईँले एजेन्डा सुन्नुभयो, तर सुनेर यसलाई कसरी बुझ्नु भन्ने कुरामा यो एजेन्डाको बारेमा थोरै कुरा राख्न चाहन्छु। जुन सुनिल सरले हाम्रो अलिकति अल्पसङ्ख्यक समुदाय पार्टीको जुन एजेन्डा छ नि तपाईँलाई थाहा छ। आजको पोइन्टमा आएर चाहिँ हामीहरूको आवाज एकजुट हुनु नै ठुलो कुरा हो। अहिले के साथीहरू हुन्छ के भनौँ न, त बिस्तारै यो पनि परिवर्तन हुन्छ। सँगै हामी जस्तो समुदाय पछाडि पारेको जति पनि हुनुहुन्छ, कहीँ पनि हाम्रो लैङ्ग तथा यौनिक अल्पसङ्ख्यकको विविधता भएको छ, त्यहाँ कहीँ पनि लान्छना भेदभाव नभइकन हामी सबैलाई समेटेर अझ यसलाई ठुलो माससम्म पुर्याउन र अगाडि बढाउनको लागि हामीले सोचेको पनि थिएँ मैले। र विशेष गरेर धन्यवाद सुनि बाबु पन्त दाई, हाम्रो सर गुरु अभिभावक, उहाँ पनि अहिलेको हाम्रो यसमा हामीलाई फिडब्याक सल्लाहकारहरू हामीलाई अगाडि कसरी लाने भनेर उहाँको बिना त हामीलाई अपुरै हुन्छ। त्यो कारणले गर्दा उहाँलाई पनि म अहिले भन्न चाहेँ। अझ हिजो जसरी दिनुभएको थियो आज पनि भोलि पनि त्यसको लागि मैले भन्ने छैन। स्वतन्त्र भन्नेलाई पनि म ख्यालमा राख्छु, कतिसम्म गर्ने उयो गर्ने भन्ने कुरालाई पनि म मध्यनजर गर्छु। र हाम्रो विधानमा लेखेको छ, हाम्रो नीति नियममा लेखेको छ होइन, पारदर्शिता, भ्रष्टाचार होइन, झुट कुराहरू नबोल्ने, समावेशित कुराहरू छ, त्यसलाई पनि विधानलाई पनि मध्यनजर गर्छु। र मलाई पनि हिजो पनि मैले जब आफ्नो लागि पहिचान थाहा पाएँ त्यहाँदेखि मलाई झुट बोलेको पनि मन पर्दैन थियो, सत्य नै बोल्न चाहन्थेँ। म हिजो पनि सत्य नै बोल्थेँ, आज पनि बोल्छु, भोलि पनि बोल्ने छु। र झुटको खेती गरेको मलाई पटक्कै मन पर्दैन। र पारदर्शिताको जवाबदेही त यहाँ पनि अब हाम्रो टिम भयो। टिम भइसकेपछि भोलिको दिनमा हामीले विभिन्न किसिमको लबी एडभोकेसी गर्नु पर्ला। विभिन्न योभन्दा ठुलो होला जुन किसिमको मैले सपना देखेको थिएँ भने त्यो सपना चाहिँ आज पुरा भएको छ होइन। मलाई कन्फ्युज भएको थियो, साथीहरूले मलाई तपाईँले यो मौका अवसर दिनुहुन्छ कि दिनुहुन्न भनेर म आएर सीमित राखेको कोठामा होइन। अब अघि मोनिकाजीले रामपापामा मलाई यत्रो योगदान छ यस्तो यस्तो भने छैन। अहिले पनि कति साथीहरू हुनुहुन्छ भने हामीले विभिन्न अहिले भर्खर पनि परियोजनाहरूले पनि राखेका छौँ। जो रामपापा छ, जो अरू पार्टीमा जानुहुन्छ भने तपाईँलाई त्यहाँ ठाउँ दिन्छन्, तपाईँहरू जानुहोस्, हामी सपोर्ट गर्छौँ, नगर्ने होइन गर्छौँ। अनि त्यसपछि अगाडि कसरी सत्य सत्यतानै हुनुपर्छ, सत्यकै पक्षमा लाग्नुपर्छ। र तपाईँहरू सबैको आगामी दिनमा पनि सल्लाह सुझाव अलिकति
बित्तिकै चाहिँ म समुदायको साथीहरूबाट पनि कोही बोल्न चाहनुहुन्छ भने प्लिज एकजना चाहिँ बोल्नु होला, किनभने भने खबरदारी गर्ने मान्छे चाहिन्छ कि हाम्रो समुदायको साथीहरू भने बित्तिकै चाहिँ उहाँहरू चाहिँ हुन्छ नि गलत बाटोमा नहिँड्ने भन्ने होइन। म चाहिँ केन्द्रीय सदस्यको हिसाबले चाहिँ तपाईँहरूलाई चाहिँ खबरदारी गर्न चाहन्छु है। कतिजना हुन्छ नि हाम्रो नैतिकताको कुराकानी आएको छ, अब नैतिकताको कुराकानीमा हामीले याद गर्नुपर्छ कि हामी नैतिकवान कसरी हुने भनेर। हामीले चाहिँ भोलि पर्सि गएर चाहिँ म चाहिँ केन्द्रीय सदस्य भएको कारणले गर्दाखेरि म यो व्यक्ति हामी त मरणशील छ होइन, हामी मरे पनि विचार चाहिँ मर्दैन। मैले कुनै टाइममा चाहिँ कम्युनिजमको हिस्ट्री पढ्दा चाहिँ मार्क्सले चाहिँ एउटा घोषणापत्र जारी गरेको थियो होइन, आजसम्म पनि चाइना रसियाले चाहिँ त्यसलाई फलो गरिरहेको छ। आज मैले सुनिल दाइकोमा चाहिँ के भन्दा हाम्रो अहिले हाम्रो राष्ट्र भनेको आर्थिक मन्दी र मुद्रास्फीति छ क्या भन्छु होइन, तर उहाँको एउटा पोइन्ट के राम्रो लाग्यो, ग्रामीण स्तरमा चाहिँ विकेन्द्रीकरण होइन, एउटा गाउँमा चाहिँ गाउँकै व्यक्तिलाई चाहिँ ट्याक्स उठाएर गर्ने, अनि अर्को जिडिपी बारेमा पनि उहाँले भन्नुहुन्छ थाहा छ होइन। यो त हुन्छ कि सायद उहाँले बुझेरै भन्नुभएको होला कि मा चाहिँ हामी पुग्न छ होइन, हामी आर्थिक मन्दीमा पनि न्यून छौँ। अब श्रीलङ्काको जस्तै अहिले 5,000को नोट निकाल्न थालिसक्यो, उनीहरूकोमा पैसा नपुगेर, सामानहरू डिमान्ड नपुगेर होइन। अब सुनिल दाईको यो विचार साह्रै मलाई मन पर्यो होइन, एउटा क्रान्तिकारी यो घोषणा हो होइन। तपाईँहरूले चाहिँ अब त्यो विचार I am really proud of all of you. भन्नुपर्ने कुरा सबै साथीहरूले भनि नै सक्नु भएको छ। मैले भन्नुपर्ने कुरा भनेको चाहिँ अलवेज अब ट्रान्सपेरेन्सी हामी पनि हैरान हुन्थ्यो, किनभने एक त एक्सेसिबिलिटी इस्यु, अनि अर्को चिज त अब अफिस पनि छुट्टी हुन्थ्यो कि लास्ट टाइम भोट दिन जाँदाखेरि एटलिस्ट सुत्न त पाउँथे भनेर हुन्थ्यो कि मलाई। अनि योमा हाम्रो अब दुईटा होला, अब हाम्रो यो अर्गनाइजेसनल कार्यहरू पनि हुन्छ, हाम्रो यो प्रोजेक्टको यो पार्टीमा लागेर हाम्रा आफ्ना कार्यहरू हुन्छन्। यो कार्यहरूमा विथ कमिटमेन्ट I shall be there always, as I also know that I am very punctual. Thank you. ऐतिहासिक एउटा नयाँ पार्टी खुलेको छ, यसले जरा बलियो बनाउनु पर्छ। र यो सञ्चार माध्यमको कुरा के हुन्छ जस्तै जाजरकोटको केही घटना छ भने कैलालीमा मान्छे सुन्छ कि सञ्चारको ठुलो भाषा भयो नि हामीलाई कुरा हो। यो फोटोलाई भाइरल बनाउनु पर्छ है।